भएका भूमि र यसै ठाउँमा सप्तऋषिको बास भएको कारणले गर्दा यस ठाउँमा यो सेरोफेरो लगभग 4 किलोमिटर सेरोफेरोमा चाहिँ अत्यन्तै एउटा धार्मिक तीर्थस्थलको रूपमा अहिलेसम्म घोषणा भइसकेको छ र यसलाई व्यवस्थित रूपमा लानको निमित्त राज्य र हरेक तह तबकाका मानिसहरूले यसलाई चाहिँ नि अगाडि बढाउनु पर्छ भन्ने हाम्रो प्रमुख अतिथिज्यूले यहाँ सागरबी भनाइमा प्रस्तुत गरिसक्नु भएको छ र उहाँले जुन चिताएर यहाँ आउनुभएको थियो त्यो उहाँको सफलता प्राप्त भएको कुरा पनि हामीले जानकारी प्राप्त भयो। उहाँकै मुखारबिन्दुबाट प्रस्तुत गरिरहनु भएको हामीले देख्यौँ र साँच्चै भन्नुपर्दा यो पृथ्वी पनि गोलो छ। त्यस अर्थले एउटा यो ओम श्री 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 महागुरु शिवशक्ति सिद्ध पुरुष तान्त्रिक परम पूज्य शिवशक्ति बाबाज्यूले जुन गर्दै आउनुभएको क्रियाकलापलाई विगत हालै एउटा ज्योतिषी अन्तर्राष्ट्रिय ज्योतिषी सम्मेलनले समेत उहाँलाई विभिन्न कोणबाट एउटा तान्त्रिक सागर भनेर सम्मान गरिसक्नु भएको छ र यसै गरी एउटा त्यसै क्रममा यो ताम्रपत्रले पनि विभूषित भएको छ। यसै गरी हालै त्यही कार्यक्रममै हाम्रो पहिलेका सिक्किमका मुख्यमन्त्री पूर्व मुख्यमन्त्रीज्यू समेतले पूर्व मन्त्रीले समेत उहाँलाई अभिनन्दित हुनुभएको छ। अभिनन्दन गर्दै उहाँले यस शिवशक्ति बाबाज्यूलाई अभिनन्दित हुने अवसर प्राप्त गर्नुभएको छ। उहाँले चाहिँ अभिनन्दित गर्नुभएको छ। त्यसै गरी धेरै सङ्घ संस्थामा उहाँले सहयोग पुर्याउँदै र यो जुन यस्ता शुभ कार्यहरूमा दीन दुखीहरूलाई विभिन्न असहायहरूलाई उहाँले यसै आश्रममा एउटा आश्रय दिएर खानापिना बस्न सबै कुरा फ्री र दबाई समेत फ्री दिँदै उहाँले चाहिँ नि जो सकेको उहाँले रकम समेत उहाँले चाहिँ दिँदै धेरैको सेवा गर्दै आउनु भएकोले पैसा आउनेलाई त दबाईको पैसा लिन्छु, नहुनेलाई मात्रै फ्री भन्नु फेरि फ्री भनेर फेरि हो भने नहुनेलाई चाहिँ दिइरहेछ। रकम कलम नहुने असहायहरूलाई दुखी गरिबहरूलाई रासन नहुनेलाई रासन दिँदै उहाँले विभिन्न यसरी चाहिँ नि सहयोग गर्दै जानुभएको छ। अहिलेसम्मको हामीले रेकर्ड बुझिरहँदा र यो कार्यालय सचिवालयले बुझिरहँदा चाहिँ अहिलेसम्म हाराहारी 3 करोडसम्म रकमै उहाँले वितरण गरिसक्नु भएको जानकारी प्राप्त भएको छ। त्यसैले अब म के भन्न चाहन्छु भने यसै गरी लुला लङ्गडा हात गोडा नचल्ने मुख नआउने जस्तै ठुल्ठुला कल कारखानाहरू स्थापना गर्यो तर चल्दैन। किन चल्दैन भने त्यस्ता रोकिएको हुनसक्ने रहेछ। त्यसैले चाहिँ नि उहाँको आशीर्वाद लिन आउनुहोला र यो सोचेको स्वच्छ एउटा निश्चल आकाश जस्तो मन लिएर निर्मल कञ्चन भएर आफूले सोचेको कुरा एउटा पुरा गर्न चाहनुहुन्छ भने यस ओम श्री 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 महागुरु सिद्ध पुरुष तान्त्रिक परम पूज्य शिवशक्ति बाबाज्यूको एउटा आशीर्वादले सबै कुराहरू सम्पन्न हुन्छ भन्ने मलाई लागेको छ र भन्दै यहाँ
आजको यो